5 महिनादेखि लखनऊको रेवान्त अस्पतालमा आफन्तका कारण फँसेका टिकापुरका नवीन दर्लामी मगर भाइलाई मेरो र लखनऊ राजधानी अस्पतालकी एमडी सोनू सिंहज्यूको विशेष पहलमा उहाँलाई अस्पतालबाट निकाली आज उहाँको घरसम्मै पुगी उहाँका आफन्तलाई हामीले हस्तान्तरण गरेका छौँ। जतिले सेयर गरिदिनु भयो, जतिले आर्थिक अवार्ड दिनुभयो अनि उनीहरूलाई धेरै 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 धन्यवाद दिन चाहन्छु। अनि प्लस हाम्रो म्याडमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि प्लस हाम्रो बाबु अहिले घर आएको छ, घर आइसकेको अनि उनलाई घर ल्याउनुलाई हाम्रो धेरै ठुलो भूमिका थियो। अनि त्यसमा सहायता गर्नु हाम्रो म्याडमले गएर नरेन्द्र भुल अनि राम टमट्टा अनि लगायत सम्पूर्ण मिडिया कर्मीहरू भयो अनि सम्पूर्ण साथीहरूलाई अनि हृदयदेखि सम्झिन चाहन्छौँ। हामी आजको दिनदेखि नै हामीले यो नवीनलाई हामीले बुझेका छौँ। हामीले आफ्नो उहाँको घर परिवारलाई उनको केही नभए पनि हामीले बुझेर हामी सबैलाई धन्यवाद दिन चाहन्छौँ। जतिले पनि आर्थिक सहयोग गर्नुभयो उनीहरूलाई धेरै धन्यवाद दिन चाहन्छौँ। र जतिले पनि उहाँलाई सहयोग गर्नुभएको थियो उहाँहरूको जीवनमा पनि एकदम सुख शान्ति रहोस्। उहाँहरूको जीवनमा नयाँ आउनु लाग्ने नयाँ सँगसँगै धेरै शुभकामना दिन चाहन्छौँ। अनि हामीहरू अब आजदेखि नहुने जुन उठाउने विषय थियो त्यो आजदेखि नै बन्द गरेका छौँ हामीले। अनि त्यो आर्थिक उठाउने कामहरू चाहिँ आजदेखि नै बन्द भएको छ। हुन्छ, हस्, सबैलाई नमस्कार। लखनऊमा रेवान्त हस्पिटललाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। परेशानी थिएन मलाई माया भनी आयौ तिमी मेरो यो संसारमा।